नमस्ते, म सागर, तपाईँको फिटनेस कोच। आज चाहिँ मैले विशेष गरी तपाईँहरूको लागि चाहिँ सप्लिमेन्टको बारेमा केही कुराहरू लिएर आएको छु, जसमा चाहिँ मसँग आज गेस्ट पनि हुनुहुन्छ है, नन अदर देन आकाश श्रेष्ठ है, धर्मश्रीको म्यान फिजिकको 170 बिलोको च्याम्पियन। आकाश, स्वागत छ मेरो च्यानलमा है। ओके, आइदियो, धेरै खुसी लाग्यो। अनि अहिले चाहिँ मेन कुरा भनेको चाहिँ सप्लिमेन्टको बारेमा केही कुराहरू राखौँ भनेर होइन। अनि अहिले चाहिँ के छ भन्दाखेरि चाहिँ बिगिनरहरूको सबभन्दा प्रब्लम चाहिँ कहाँ छ भन्दाखेरि जो मान्छे फिटनेसमा बिगिनिङमा लागिरहेको हुन्छ उनीहरूलाई धेरै कन्फ्युजन भइरहेको हुन्छ कि सप्लिमेन्टको बारेमा है। मेन चाहिँ आकाशले चाहिँ बिगिनरलाई चाहिँ कुन सप्लिमेन्ट युज गर्नको लागि होइन, के चाहिँ युज गर्दा चाहिँ बेटर हुन्छ, त्यो कुरा चाहिँ एकचोटि आकाशले केही रेकमेन्ड गरिदिनु पऱ्यो। जस्तै मेरो आइडिया अनुसार त होइन, बिगिनरलाई चाहिँ बिगिनर होस् या प्रो होस्, सबैले प्रोटिनहरू चाहिँ युज गर्नुपर्छ डेली युज। किनभने त्यो हामीले खाएर चाहिँ पुग्दैन त्यो प्रोटिन, जुन चाहिँ हामीले नर्मल फुडहरूबाट पाउँछौँ त्यो चाहिँ हामीले पाउँदैन। सो हामीले चाहिँ युज गर्नुपर्छ प्रोटिन, क्रिएटिनहरू होइन। सो बिगिनरको लागि चाहिँ फर्स्टमा चाहिँ म रिकमेन्ड चाहिँ क्रिएटिन र प्रोटिन नै गर्छु। क्रिएटिन र प्रोटिन। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ क्रिएटिनको कुराहरू छ नि। क्रिएटिनको कुराहरूमा नि के छ भन्दाखेरि क्रिएटिन प्रयोग गऱ्यो भने चाहिँ किडनी ड्यामेज हुन्छ भन्ने कुराहरू छ बजारमा होइन। प्रायः सबैजना अब जति पनि एडभान्स लेभलमाहरू हुनुहुन्छ उहाँहरूलाई त सबै कुरा नलेज छँदैछ। मेन समस्या भनेको बिगिनर लेभललाई हो कि है। अनि त्यही भएर क्रिएटिन चाहिँ प्रयोग गऱ्यो भने के किडनी ड्यामेज हुन्छ नै त? हुँदैन नि, क्रिएटिन त अझ डेली बेसिसमै युज गर्नुपर्छ होइन। अझ बेस्ट रिजल्ट चाहिन्छ भने त प्रोटिन र क्रिएटिन मिक्स गर्दा अझै बेटर रिजल्ट आउँछ नि होइन। क्रिएटिन चाहिँ युज गर्नै पर्छ। जस्तै नर्मल डेमा तपाईँले 4-5 लिटर त 3-4 लिटर पानी त खानुहुन्छ, नर्मल मान्छे पनि खान्छ त्यो। क्रिएटिन खाएर मान्छेहरूले के छ बजारमा 10 लिटर पानी खानुपर्छ, 8 लिटर पानी खान्छ, यो बजारमा हल्ला छ नि त, मिथ हो नि त होइन। तर केही पनि होइन, जति नर्मल तपाईँले पानी खानुहुन्छ त्यति नै पानी खाने हो। 3-4 लिटर नै पानी खाने खाएर पनि क्रिएटिन युज गर्दा केही पनि किडनीमा केही पनि असर पर्दैन। म पनि त्यही भन्ने गर्छु कि जस्तै कि अहिलेसम्म मलाई सोध्नेहरूलाई पनि म के भन्छु भन्दाखेरि चाहिँ सप्लिमेन्टहरूमा एकदमै राम्रो रिसर्च भएर बनेको सप्लिमेन्ट भनेको क्रिएटिन होइन, जुनको चाहिँ साइड इफेक्ट छैन भन्दा पनि हुन्छ। के छ र साइड इफेक्ट त्यसमा होइन। यसको साइड इफेक्ट चाहिँ के हो भन्दाखेरि चाहिँ यसले हाम्रो स्ट्रेन्थ बिल्ड गर्छ, मसल्स बिल्ड गर्छ होइन। ओके होइन, ब्रेन हेल्थलाई राम्रो गर्छ। यही नै हो यसको साइड इफेक्ट भनेको। अरू त के साइड इफेक्ट हुनसक्छ र यसको? अब यसलाई यही त हो नि, अब यसलाई होइन यो तरिकाले लिनु पऱ्यो। ओके, अनि मेन कुरा भनेको चाहिँ त्यही हो, प्रोटिन र क्रिएटिनमा धेरै नै मान्छे हाम्रो यो बिगिनर्स लेभलहरूलाई चाहिँ लिने कि नलिने एकदम उनीहरू अन्यलमा भइरहेको हुन्छ कि। त्यसले गर्दाखेरि चाहिँ मेन कुरा चाहिँ आजको कुरा के थियो भन्दाखेरि चाहिँ प्रोटिन र क्रिएटिन चाहिँ बिगिनर लेभलले लिन मिल्छ कि मिल्दैन भन्ने कुरा थियो। मिल्छ। जस्तै कि कतिले के भन्छ भन्दाखेरि दाइ म त भर्खर जिम गरेको 2 दिन मात्रै भयो होइन, अनि म यो प्रोटिन भन्ने कुरा चाहिँ जब म 1 महिना पुग्छु अनि 1 महिना पुगिसकेपछि मात्रै लिन्छु भनेर भनिरहेको हुन्छ। जबबाट युज गर्छ, जबबाट जिम जान जान्छ, जिमै नगर्दा पनि युज गर्दा पनि केही फरक पर्दैन, किनभने त्यो आफूले आफ्नो हेल्थको लागि हुने कुरा हो नि त। सो जिमै नगर्दा पनि प्रोटिन खानु नमिल्ने हुन्छ नि, जिम नगर्दा पनि प्रोटिन खाँदा पनि केही फरक पर्दैन। ओके, ल सबैजनालाई चाहिँ के कुरा छ भन्दाखेरि हामी दुईजनाबाट, यदि तपाईँहरू बिगिनर लेभलमा हुनुहुन्छ भने तपाईँहरू प्लिज के अरे आफ्नो दिमाग धेरै ठाउँमा नघुमाउनु होला, धेरै मान्छेको कुरा पनि नसुन्नु होला। तपाईँहरूले प्रोटिन र क्रिएटिन तपाईँहरूले जिम गरिसकेपछि तपाईँले लिँदा केही फरक पर्दैन होइन, तपाईँहरूले मजाले लिन मिल्छ। जुन प्रोटिन तपाईँले लिनुहुन्छ प्लिज अथोराइज डिलरसँग मात्रै लिनु होला। बजारमा प्रोटिन धेरै पाइन्छ, तर बुझेर मात्रै तपाईँहरूले लिनु होला, आफ्नो स्वास्थ्यमा खेलबाड नगर्नु होला। धन्यवाद, थ्याङ्क यू सो मच सबैजनालाई। यति भन्दै हामी दुईजनाबाट चाहिँ आजको कुरा यति नै। थ्याङ्क यू सो मच। नमस्ते सबैजनालाई।